हाम्रो स्कुलमा चाहिँ किन सानो बटुको हुन्छ बाँड्न पनि समस्या पर्ने पाउँछ त स्कुलमा त्यहाँ क्यान्टिनमा तर्काउने के हो पारा समोसा चाहिँ यत्रो यत्रो बनाउनु 10 रुपियाँमा दिनु भन्नुपर्छ क्या 10 रुपियाँमा दिन्छ कराउनु छैन 10 रुपियाँ त हो कि तर यत्रो यत्रो बनाउनु भन्नु के 10 रुपियाँमा चाहिँ फर्काउने के हो पारा के हो पारा अरे त म मजाले गम गम खाइरहेको छु अलिक ठुल्ठुलो बनाउनु 10 रुपियाँमा ढाम्म ढाम्मको भन्नु हो क्या है जोक्स ठिक छ अब जति हुन्छ जति किन्ने खाने त हुने छोरी किनेर खाने त होइन क्यान्टिनमा त कहाँ कसले खान्छ र खाजा कति खान्छ एचडी क्यान्टिन जानु कति भिड हुन्छ हाम्रो खुट्टा हाल्नुसम्म पनि खाइँदैन त्यत्रो 1700 जना विद्यार्थी 16 17 तिमी पनि खान्छौ म त कहिले कहिले मम्मीले ए दिमाले तिमी पढ्ने स्कुलमा चाहिँ 1700 जना विद्यार्थी हो नि त यतिजनको चाप त खतरा आहा ओभर टेस्टी मिठो छ मजा छ क्या आज मैले 2 बरु खाने भोलि बिहान मलाई भोकै लाग्दैन बाई साथीहरू फाइनली हाम्रो डिनर फिनिश भइसकेको छ अब नेक्स्ट भ्लगमा भेटौँ होला साथीहरू बाई बाई ओके थ्याङ्क यू सरी